अबदेखि इरानका नागरिकहरूले भिजा लगाएर मात्र नेपाल आउन पाउने भएका छन्। नेपालले इरानका नागरिकहरूलाई दिँदै आएको अन अराइभल भिजा अब नदिने भएको छ। सांसद बन्ने लोभमा हातमा भएको मेयर वा अध्यक्षको कुर्सी पनि चट भयो। यो त आकाशको फल आँखा तरी मर भने झैं भयो। दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भिरबाट लडेर निर्वाचन प्रहरी 40 वर्षीय प्रकाश धामीको मृत्यु भएको छ। 2079 को चुनावमा 89 सिट लिएर प्रथम पार्टी बनेको नेपाली कांग्रेस यो चुनावमा भनी 38 सिट सहित दोस्रो पार्टी बनेको छ। राष्ट्रपा उम्मेदवार सोभिता गौतमले आफ्नो चुनावी खर्च 9,93,045 रुपियाँ सार्वजनिक गरेकी छन्। कलाकार रचना रिमल भन्छिन्, हामी सबैले एउटा आवाज उठाउनु पर्छ। छोराछोरीलाई चुप लाग्न बाध्य बनाउने होइन, न्याय दिलाउने अपराधीहरूलाई जोगाउने पनि होइन, कडा सजाय दिलाउने हो। पीडितलाई दोष दिने होइन, उनीलाई साथ दिने हो। अब मौन बस्ने समय सकिएको छ। छोराछोरीको सुरक्षा कुनै विकल्प होइन, यो अधिकार हो। यो देश निर्मला पन्थ, निरु बिका, इनिसा बिका जस्तो पीडितले कहिले न्याय पाउने। नेपाली कांग्रेसको गगन थापालाई हराएको अमरेशलाई 10 किलोको माला लगाइएको छ। धनगढी पुगेर मेयर गोपी हमालसँग भेटघाट गर्दै क्यानका सचिव पारस खड्का। गोर्खा एकबाट निर्वाचित सुदन गुरुङले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा देखिएका टेलिफोन नेटवर्कका समस्याहरू समाधान गर्न माग गर्दै नेपाल टेलिकमलाई ज्ञापन पत्र बुझाएका छन्। साथै उनले भनेका छन्, जब हाम्रो इन्टरनेटको एमबी सकिन्छ तब हाम्रो मेन ब्यालेन्स किन काटिन्छ, यो तुरन्तै रोक लाग्नुपर्छ भन्दै उनीले माग गरेका छन्। भूमिका श्रेष्ठ नेपाली संसद इतिहासकै पहिलो तेस्रो लिङ्गे समुदायको सांसद बन्ने भएकी छन्। उनी राष्ट्रसभाको समानुपातिक तर्फबाट बन्ने सांसदको सूचीमा परेकी छन्। बालेन सरकारको दोस्रो ठूलो घोषणा, 22 मन्त्रालय घटाएर 14 या 15 बनाउँदै देशको आर्थिक भार कम गर्न आगामी बालेन सरकारले अब नेपालमा मन्त्रालय कम गर्ने र मन्त्री पनि कम राख्ने तयारी गर्दैछ। बालेनको यो निर्णयले देशको जनताहरू निकै खुसी र हर्षित भएका छन्। बालेनबाट देश विकासका लागि आम जनताले ठूलो आश राखेका छन्। चुनाव जितेका खगेन्द्र सुनार नेपालगञ्जमा मुस्लिम समुदायहरूसँग रमजान मनाउँदै। पश्चिम एसियामा तनाव बढेसँगै बजारमा खाना पकाउने ग्यास अभाव हुन थालेको छ। ओइल निगमले पेट्रोल र ग्यास आवश्यक मात्रामा खरिद गर्न आग्रह गरेको छ। तपाईकोतिर ग्यास मिल्दैछ त? केही समय अघि रवि चुडालले बालेन्सा झापाबाट जिते म गु खान्छु भनेर भनेको भिडियो भाइरल भएको थियो। तर पछिल्लो एक अन्तर्वार्तामा उनले त्यो भिडियो त एआईबाट बनाएको र फेक भएको दावी गरेको छन्। बालेन्साले जितेपछि म आफ्नो कान काटिदिन्छु भनेर भाइरल भएकी दिदीले भन्नुहुन्छ, मैले केपी शर्मा ओलीलाई त ठेलामा सब्जी बेचेर पनि पाल्न सक्छु। म केपी ओलीको एकदमै ठुलो फ्यान हुँ। केपी बा यहाँ बस्नुहुन्छ, म तरकारी ठेलामै बेचेर पनि पाल्न तयार छु। तपाईँ यो दिदीलाई के भन्न चाहनुहुन्छ कमेन्ट गर्नुहोला। सर्वोच्च अदालतले किशोरी शाहको नाम कालो सूचीमा नराख्न अन्तरिम आदेश दिएको छ। कर्जा सूचना केन्द्रले शाहको नाम कालो सूचीमा राखेपछि उनको उम्मेदवारी खारिज भएको थियो। केपी ओलीलाई हराएको भन्दै झापाका मतदाताहरूलाई गाली गरेका रवि रत्न चुडाललाई प्रहरीले पक्राउ गरेका छन् र तपाईले उनलाई दुई शब्द के भन्न चाहनुहुन्छ? जेलमै बस्न ठिक कि बाहिर निस्किन ठिक? पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहन प्रसाद ओलीको 97 वर्षको उमेरमा निधन भएको छ। एमालेको अध्यक्ष पदबाट केपी ओलीले राजीनामा नदिने भएका छन्। मुगलिन नारायणघाट सडक खण्डको तुइन खोला लगायत विभिन्न स्थानहरूमा माथिबाट ढुङ्गा खस्दा अवरुद्ध भएका सडक हाल एकतर्फी सञ्चालनमा आएको छ। माथिबाट ढुङ्गा झरिरहेकाले सावधानी अपनाई सुरक्षित तरिकाले यात्रा गर्न आग्रह गरिएको छ। नेपालको सबैभन्दा धनी व्यक्ति विनोद चौधरी हुन् भने सबैभन्दा गरिब व्यक्ति को हुन्? थाहा छ भने कमेन्ट गर्नुहोला। प्रधानमन्त्री सुशीला कार्कीले गोर्खा एकबाट विजयी भएका सांसद सुदन गुरुङलाई आफ्नै निवास बालुवाटारमा बोलाएर बधाई दिइन्। यस अवसरमा प्रधानमन्त्री कार्कीले जनताको पक्षमा जिम्मेवारी पूर्वक काम गर्न अनुरोध गर्दै शुभकामना समेत दिएकी छिन्। 2000 भन्दा धेरै रानी कमिला तस्करी गर्ने एकजना युवा पक्राउ परेका छन्। उनलाई केनियाको एयरपोर्टबाट पक्राउ गरिएको हो र मलाई आज थाहा भयो कमिलासम्म तस्करी गरिने रहेछ। सुर्खेत जिल्ला प्रशासनले अनावश्यक रूपमा इन्धन तथा ग्यास सिलिन्डर होल्डिङ नगर्न अनुरोध गरेको छ भनी अनावश्यक रूपमा होल्डिङ गरेको पाइएमा र बढी मूल्यमा बेचेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ। तिमीहरूले मलाई कमजोर नसोच, बालेन्सा झापाबाट जित्यो भने म कान काट्दिन्छु भन्ने दिदीको यो कुरा सुन्नु एकपटक। तिमीहरू मलाई कमजोर नसोच, एउटा भोलि देशमा तिमीहरूले भ्रष्टाचार गर्यो भने एउटा संघर्षशील नारी त्यहाँ म भ्रष्टाचार गर्ने ठाउँमा ढाल भनेर उभिन सक्ने एउटा नारी हुँ म। के बालेन्सा 5 वर्षको लागि नेपालको प्रधानमन्त्री हुने ढुक्क भएको हो त? कतै रवि आफै प्रधानमन्त्री बन्ने तर्खरमा त छैनन्।
हिजो आज यस्तै छलफल र भ्रम छर्ने काम सामाजिक सञ्जालमा भइरहेको देखिन्छ। सायद विपक्षले बलियो पार्टीमा फाटो ल्याएर कमजोर पार्न खोज्दैछन्। तपाईहरूलाई अबको प्रधानमन्त्री को बनेको हेर्न चाहनुहुन्छ त? नम्बर 1 बालेन शाह र नम्बर 2 रवि लामिछाने। कमेन्ट गर्नुहोला। आजको लागि यति नै, भेटौँला भोलि। तबसम्मको लागि हामीलाई फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।